हेलो गुड मर्निङ छ है सबैजनालाई। आजको बिहानको त देखिसक्नु भयो होला होइन के गरेँ। यहाँ नानी पनि उठिसक्यो। गुड मर्निङ भन सबजनालाई। गुड मर्निङ। अनि आज चाहिँ यतै मम्मीको नि बिहान उठेर योगा कार्यक्रम हुँदैछ एकदमै। अब यो अर्को मन्डे चाहिँ मेरो साथीहरू मेरो घरमा आउँछ किनभने मेरो बर्थडे हो। नानीको बर्थडे चाहिँ 26 जनवरीमा हो। आज चाहिँ नेपालमा हुँदैछ माघे सङ्क्रान्ति। माघे सङ्क्रान्ति हाम्रो घरमा पनि हुँदैछ यस्तै यो हुँदैछ। अनि आज यसको के साग खान्छ। त्यसपछि आएर यहाँ के हो यो वनतरुल के तरुलहरू हुँदैछ। यहाँ पनि उसिन्दैछ। दार्जिलिङ टी भइसक्यो। म चाहिँ एकदम फ्रेस भएर आइसकेँ। ल प्लानमा चाहिँ चेन्ज आएर अहिले चाहिँ हामी नुवाकोट जाँदैछौँ। अब माघे सङ्क्रान्ति मनाउने भनेको त त्यस्तै भयो। यहाँ एकजना चिन्ने भाइको चाहिँ बुवा बित्नु भएछ। विजय भाइको चिन्छ होला चिन्नेहरूले। अनि हामी चाहिँ जाँदैछौँ। त्यो गाउँको नाम त के भयो आन्टी? घले गाउँ। यो चाहिँ हामी टोखाबाट हिँडेर यो बाटोबाट चाहिँ सट्ट गएर जाने चाहिँ ऊ माथिको डाँडतिर कतातिर हो। हामी आएकोमा चाहिँ यहाँ चिलाउने गाउँ, झरना, समुद्रादेवी मन्दिर, गुर्जे झरना, लप्से झरना सबै यो बाटोबाट जाने। अनि यदि खोले मन पराउँछ तपाईँ? खोले मनपर्छ? खोले बिरामी हुँदा म त खोले गाउँ अब यता खोले गाउँ खोले मन पर्थ्यो होला त। यहाँ खोले गाउँ रिजर्ट रहेछ बाडाली यहाँ रहेछ गुर्जे होम। अझै क्या रमाइलो। ल हामी चाहिँ अहिले घले गाउँ आइपुग्यो। अब विजय चाहिँ वहीँ हो। वहीँकै आप्पा चाहिँ बित्नु भएको। म पनि रमाइलो उसको घर चाहिँ यहाँबाट माथि छ। ल ल गाउँठाउँमा मान्छे बितेपछि चाहिँ यस्तो हुन्छ। सबैजना आउँछ। एकजना कमन सर तपाईँ के गर्नुहुन्छ? एकछिन यो सहयोग गर्नु लाग्छ के गर्नु एउटा भयो
गोलको निकाल्यो अघि निकाल्यो ल यहाँ हामी फ्युनरलमा पनि आएर खदासदा चढायो अब चाहिँ हामी फर्किने यहाँबाट ल यस्तो $1,000,000 भ्यू हेर्दै पाउँदो खाना खाँदा यस्तो भ्यू हेर्दै आमा खाना खानु कति मजा आउँछ हामी अघि गएर आएको गाउँ चाहिँ त्यो माथि त्यो माथि ल खाना पनि आयो अब दाल मासु चिसो चिसो भइसक्यो ल बेलुकाको कति बजी हामी घर आइपुग्यो यस्तो मरौबाट आएपछि चाहिँ यस्तो गर्नुपर्छ हामीले आगो यस्तो गर्नुपर्छ आगो भुइँमा राख्नुपर्छ अनि आगोलाई यसरी नागेर सर्दा नागेर जानुपर्छ फेरि छर्किनु पर्छ कति भयो